Hi guys. Hello. अनि हाम्रो प्यारो भाइ के छ? यतरी खाइदिनु न। दस 11 बजी मात्रै पुगिने रहेछ खोटाङ चाहिँ है। सो हेलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल। सो धेरै समय पछाडि चाहिँ मेरो ब्लग देखिरहनु भएको छ तपाईँहरूले। अनि म चाहिँ एकदमै धेरै समय पछाडि चाहिँ है तपाईँहरूको माझमा आइरहेको छु। र यति बेला चाहिँ म नेपाल थोक भन्ने ठाउँ रहेछ। अब ठाउँको नामै नेपाल थोक, अब होइन हामी नेपालभित्रै भएर पनि नेपाल थोक भन्ने ठाउँको नाम रहेछ। र म चाहिँ खोटाङतर्फ जाँदैछु सानो कामले। अनि त्यही भएर चाहिँ है तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि एकदमै रमाइलो ठाउँ है रहेछ, एकदमै गाउँघर होइन, एकदमै रमाइलो। अनि हेर्न सक्नुहुन्छ हाम्रो बस चाहिँ यही हो। अनि यसो म चाहिँ गइरहेको छु यति बेला खोटाङतिर। अनि एकदमै रमाइलो भइरहेको छ। सो अगाडि हेर्दै जानु होला, एकदमै रमाइलो हुनेछ तपाईँहरूलाई होइन, देखाउने छु। अब खोटाङ गएर सबै कुराहरू देखाउने छु। मैले तल कोटेश्वरबाटै भिडियो गर्न पाइनँ, तर पनि केही छैन होइन, तपाईँहरूलाई म बिस्तारै सबै कुराहरू देखाउँछु। एक्सक्युज मी, अनलाइन हुन्छ? के खाउँ त हो, के खाउँ के खाउँ के खाउँ। सो है म चाहिँ यहाँ खाजा खान लागिरहेको छु। अनि अब चाहिँ मजाले खाजा खान्छु है। बस चाहिँ यहाँ छ। 10-11 बजी मात्रै पुगिने रहेछ खोटाङ चाहिँ है। दस 11 बजी मात्रै पुगिने रहेछ खोटाङ। सो हाई गाइज, म चाहिँ यति बेला खोटाङको यात्रामा छु। अनि सो यात्रामा चाहिँ म एक्लै छु र मेरो साथी छ ब्याक। सो यात्रामा चाहिँ म त एक्लै छु, तर मेरो साथी छ यहाँ ब्याग है। अनि म चाहिँ जाँदैछु, पुरा गाडीमा हल्लिरहेको छ, त्यसै कारणले गर्दाखेरि मैले चाहिँ राम्रोसँगले तपाईँहरूलाई यो देखाउन पाइनँ है। तर पनि केही छैन, अब रमाइलो हुनेछ है। खोटाङमा चाहिँ अब मेरो दिदी चाहिँ अब अलिकति बिमारी भएको कारणले गर्दाखेरि म जाँदैछु होइन। मेरो खोटाङ, अब म खोटाङ जानुको रिजन चाहिँ मेरो दिदी चाहिँ बिमारी हुनुभएको छ, त्यसै कारणले गर्दाखेरि म दिदीलाई भेट्दै अनि खोटाङ जाँदैछु है। अब सो म चाहिँ धेरै, मेरो छुट्टी छैन, मेरो एकदमै छोटो छुट्टी भएको कारणले गर्दाखेरि चाहिँ म तपाईँको 1 देखि 2 दिन बसेर आइहाल्ने हो। अनि त्यसै कारणले गर्दाखेरि एकदमै अब म धेरै पछाडि जाँदैछु। मेरो पहिला दिदीको विवाह हुँदाखेरि एकचोटि गएको थिएँ, त्यहाँदेखि गएको छैन काम ड्युटीले गर्दा। अब यसपालि पनि छुट्टी हत्तपत्त नमिलेको कारणले गर्दाखेरि चाहिँ अब भर्खर जाँदैछु होइन। अनि सो अब म दिदीलाई भेट्नका लागि एकदमै एक्साइटेड छु। मेरो दिदीलाई, मेरो प्यारी दिदीलाई चाहिँ भेट्नलाई म एकदमै धेरै हर्षित भइरहेको छु। अनि त्यसै कारणले गर्दा सो अगाडि हेरौँ होइन। अब भरे आज बेलुका चाहिँ तपाईँको 9 बजी मात्रै पुऱ्याउँछ अरे। सरी 9 होइन, 10-11 बजीतिर भन्नुहुँदैछ, अघि नै त्यसो भन्नुहुँदै थियो। अनि अब हेरौँ, अब म यो बाटो चाहिँ कहिले पनि हिँडेको छैन है। म चाहिँ उता डाइरेक्ट उता तिलामबाट आउँदाखेरि त्यो बाटो निस्केको हो। Hi guys. किसी
गरिदिनु टाउकासँग बसेर बस्नु फोटो यता आउनु न यता आउनु न आउनु यता यता आउनु न केही हुँदैन कि सो हाई गाइज म चाहिँ त्यो बेला खोटाङमा छु अनि हाम्रो प्यारो भाइ के छ यसरी हेरिनु दाइ ल ल ल ल तपाईँलाई देखाउँ सो हाई गाइज भनिदिनु सो हाई गाइज भनिदिनु So hi guys.